काकी के छ खबर रोटा पाके हामी के त ल ल ल कसका रोटी राम्रा है कसका रोटी राम्रा ल अब यो 500 घरको अब कति दिने हो यहाँ आएन के आउँदै हो नआउने अरे ल आज आइएन भने हजुर के भन्दै पर्दैन भित्र सही दिनु नाम दिनु ल हाम्रो आज खिर पूजा हामी यहाँ सबैजना जम्मा भएका छौँ यहाँ खिर पाक्दैछ बल्ल खिच्छु बल्ल खिच्छु त्यत्रो बेला घुमाएको के थाहा म त रेडी छ भने नि त लिएर जानुहोस् जेन्जी ग्रुपहरू यहाँ छ नि जेन्जी अल्फा यहाँ यहाँ कान्छियामाहरू बस्नु छ हो अर्को ग्रुप उता छ उहाँ सल्लाह बुढा मन्दिर के गेम ग्रुप है के यो हेलो ए त्यहाँ लक्ष्मी रिजालले चाहिँ एकजना कस्टमर पठाइदिए हुनुहुन्छ अरे हाम्रो कुल पूजाको चाहिँ यो स्थान हाम्रो शेरपखरीभन्दा ठ्याक्कै नजिकै हाम्रो मित्र दाईको बारीमा मन्दिर बनाएका छन् यहाँ पहिला हामीले यो चिउरीको बुटो थियो यहाँ तल यहाँ अर्को चिउरीको बुट्टा थियो त्यो सिकेर गयो बुढो भयो वर्षौँदेखि चाहिँ हाम्रो बुवा हजुरबुवाहरूले गर्दै आएको कुल पूजाको चाहिँ तर चिउरीको बुटाको चाहिँ तल ओढारभित्र चाहिँ गरिन्थ्यो अहिले चाहिँ हामी यो केही वर्ष अगाडिबाट हामीले चाहिँ यो स्थान चाहिँ चेन्ज गर्नुपर्छ अब बुटो पनि चाहिँ बुढो भयो अब यो पल्टिन लायो भनेर अनि चाहिँ बुटो सुक्नुभन्दा पहिल्यै हामीले यो स्थान यता चेन्ज गरेर यहाँ मन्दिर बनाएका थियौँ अनि यहाँ अहिले चाहिँ हामीले यो मन्दिर अनि उतापट्टि ऊ पनि बनाएका छौँ र यसरी चाहिँ हामी यहाँ गर्दै आएका छौँ लगभग 5-6 वर्ष 6-7 वर्ष अगाडिदेखि यस्तो रमाइलो छ यहाँ डाँडोमा यहाँ रिङ्गी बजार यहाँबाट ठ्याक्कै देखिन्छ दाइ नमस्कार यहाँ यति रमाइलो ठाउँ छ हिजो रातभरि पानी आएर खोलो पनि पुरा पहेँलो भएर आएको छ गङ्गाजी पनि चाहिँ पुरै पहेँला पानी बेसरी आएछ गुल्मीमा हिजो दिउँसोदेखि लगभग 2-3 घन्टा राम्रोसँग पानी पर्यो यो भडुका हो यहाँबाट अहिले झोलङ्गी पुल बन्दैछ यो स्थानबाट यहाँबाट पारी चाहिँ भडुका जोड्ने झोलङ्गी पुल बन्दैछ अब रुरु गाउँपालिका पनि एउटा पर्यटकीय क्षेत्र गन्तव्य हुन्छ घुम्न आउने मान्छेलाई एउटा यहाँ अब झोलङ्गी पुल त्यो पनि सबैभन्दा लामो भन्ने कुरो आइरहेको छ अहिले आइरहेको छ लामो अनि अल्को कुरो आएको छ यहाँ तल सातमुरेको चाहिँ देखियो रिडीको चाहिँ बजार छ
सलङ्ग चाहिँ यसरी 3 मुखे पुल चाहिँ पनि देख्न सकिन्छ। जुम गरेर हेर्दा त नजिकै छ्याक्कै देखिँदो रहेछ। र साथीहरू हो सबै आज कुल पूजा मनाउन आफ्नो आफ्नो घर जानुभएको छ होला। आफ्नो स्थानमा आफ्नो जन्मस्थान के कस्ता चाहिँ गतिविधिहरू छन्। अब तराईतिर बस्ने मानिसलाई यहाँ चाहिँ सधैँभरि यहीँ बसौँ भने जस्तो लाग्छ। जन्म त भयो, अब कर्म चाहिँ स्थान चाहिँ चेन्ज गरेर चाहिँ टाढा जाँदाखेरि यहाँको चाहिँ सधैँभरि यहाँको याद आइरहने। विकास भएछ, गाउँमा विकासहरू धेरै भइरहेको छ। मान्छेहरू बस्न अलिकति सुविधाका हिसाबले र अरू हर चिजले गर्दाखेरि मान्छे टाढा टाढा हुँदै गइरहेका छन्। गाउँमा बसाइ अलिक कम भयो। अब खेतीपाती हुँदैन, खेतीपाती भए पनि जनावरहरूले चाहिँ आतङ्क मचाइरहेका छन्। बाँदरको बिकबिकी भएको छ जताततै। त्यो कारणले गर्दा गाउँमा चाहिँ अलिकति मान्छेको बसाइ चाहिँ पातलिँदै गएको छ। यो कुराहरूमा सरकार पनि अब गर्नुपर्ने कार्यहरू चाहिँ गरिरहेको छ। गाउँपालिका लगायत नगरपालिकाहरूले यो विषयवस्तुलाई उठान गरेर कसरी चाहिँ गाउँमा बसाइ चाहिँ बक्लाउन सकिन्छ, मान्छेहरू चाहिँ फिर्ता वापस ल्याउन सकिन्छ गाउँमा बसाइ, या केही चाहिँ खेतीयोग्य जमिनलाई चाहिँ बाँझो नराखिकन त्यसलाई खेती गर्न लायक बनाएर बरु गाउँपालिकाले नै जिम्मा लिएर गर्न सकिने अवस्था सिर्जना गर्न सक्यो भने धेरै राम्रो हुन्छ। जे जस्तो जुन ठाउँमा जे गर्दा राम्रो हुन्छ त्यो हिसाबले चाहिँ लगानी अगाडि बढाइदिने हो भने कृषि क्रान्ति गर्नुपर्छ जस्तो लाग्छ नेपालमा अहिलेको अवस्थामा। जस्तै थोरगामा उखु हुन्छ, लिची हुन्छ, उखु र लिचीलाई प्रोत्साहन गर्ने, त्यसलाई अगाडि बढाउने। कफी हुन्छन्, कफी लगाएर चाहिँ कफीलाई चाहिँ प्राथमिकता दिने। सुन्तला हुने ठाउँमा सुन्तला चाहिँ खेती गर्ने। त्यो गर्न सक्यो भने गाउँको चाहिँ विकास र विकाससँगै पर्यटकीय चाहिँ गन्तव्य पनि बन्न सक्छ। यो क्षेत्रहरू यस्तो राम्रो, यस्तो सुन्दर ठाउँ छ। प्रकृतिले दिएको यो सुन्दर ठाउँलाई यसरी चाहिँ हामीले गर्न सक्यो भने राम्रो हुन्छ। हस्, आजलाई यति नै, धन्यवाद।